थाहा पाउँछौँ तपाईँ जिन्दगी यो संसारको लागि अल्लाह हुन्छ। आमेन। संसारको लागि अल्लाह हुन्छ। कसरी भन्छ नि मान्छेले, तपाईँले इच्छा गर्नुभयो भने, तपाईँले यीशुलाई भेट्नुभयो भने तपाईँ यो संसारबाट अलग्गै जीवन जिउन सक्नुहुन्छ। आमेन। तर जबसम्म तपाईँले यीशुलाई भेट्नुहुन्न नि संसारसँग तपाईँ हातेमालो गर्ने हो। किन भन्दै गर्दा संसारको भन्दै गर्दा तपाईँले यूहन्नाको पुस्तक, पहिले यूहन्नाको पुस्तक 5 अध्यायतिर हामी पाउँछौँ संसारको विषयमा त्यहाँ हामी पाउँछौँ व्याख्या गरेको छ। तर तपाईँले मैले यो कुरा थाहा गर्नुपर्छ, तपाईँले मैले जुन दिन यसलाई भेट्छौँ यो संसारको हरेक कुराबाट तपाईँले म अलग्गिन्छु, हरेक कुराबाट अलग्गिन्छु। त्यो अलग्गिनको लागि तपाईँ र मलाई साहस पनि चाहिएको छ, हिम्मत चाहिएको छ। त्यो अलग्गिनको लागि तपाईँ र मलाई थुप्रै कुरा आवश्यक छ। तीमध्ये 3वटा कुरा मैले तपाईँलाई अघि बताएँ कि हाम्रो परमेश्वरको जुन परमेश्वर तपाईँ मैले चिनेका छौँ, जुन परमेश्वरको आराधना गर्छौँ, त्यो परमेश्वर तपाईँको लागि को हुनुहुन्छ, अनि त्यो परमेश्वरको लागि हामी चाहिँ को हौँ, अनि हाम्रो शत्रु को हो भनेर जब चिन्छौँ हामी संसारबाट अलग हुनको लागि हामीलाई सहज हुन्छ। आमेन। जबसम्म चिन्दैनौँ सबै कुरो संसारमा व्यवहार गर्दा गर्दै गर्दा गर्दै, मैले अघि पनि भने सङ्कट कसलाई छैन यो संसारमा, कुन मानिसलाई छैन, दुःख पीडा कुन मानिसलाई छैन, सबैलाई छ। आम परिस्थितिमा दुःख पीडा छ। तर त्यो बिचमा पनि परमेश्वरको वचनले भन्छ त्यो अवस्थामा धैर्य धारण गर मान्छे। त्यो अवस्थामा धैर्य धारण गर्नुपर्ने कुराहरू कहिले थाहा पाउँछौँ जब परमेश्वर को हुनुहुन्छ भनेर हामी चिन्छौँ, अनि परमेश्वरको लागि म को हो भनेर हामी चिन्छौँ। त्यतिखेर हामी थाहा हुन्छ कि मैले धैर्य धारण गर्नुपर्ने छ। धैर्य धारण भनेको चाहिँ अर्को शब्दमा प्रकट गर्नुभएको छ। के भन्छ भन्दै गर्दाखेरि प्रार्थनामा निरन्तर लागिरह। धैर्य धारण गर्नु भनेको चाहिँ परमेश्वरमा भरोसा गरिराख्नुपर्ने कुराहरू। अनि अलिक अगाडि लेखेको छ आशा गरिराख्नु पर्ने कुराहरू, आशा मार्नु हुँदैन भन्ने कुराहरू परमेश्वरको वचनले के भन्छ हामीलाई सिकाउँदछ। अब म तपाईँलाई 1-2वटा वचन